Welcome to the lesson about order block. Hopefully हजुरले fair value gap को lesson चाहिँ नि हेरिसक्नुभयो र specifically liquidity को session liquidity को lesson चाहिँ नि हजुरले हेर्नुभयो होला because this order block भन्ने चाहिँ नि फेरि हाम्रो अर्को IRL यानी कि internal range liquidity को एउटा पार्ट हो order block या OB भन्छ हाम्रो order block चाहिँ नि के हो त जब मार्केटमा मुभ आएको हुन्छ र मार्केट चाहिँ नि एउटा ट्रेन्डबाट अर्को ट्रेन्डमा चल्छ या कन्टिन्यू गर्छ जब स्ट्रक्चर चाहिँ चेन्ज हुन्छ भनेको तल आइरहेको स्ट्रक्चर माथिको लागि चेन्ज हुन्छ तब यहाँ चाहिँ नि इन्स्टिट्युसनले चाहिँ नि अफ कोर्स एउटा ठुलो नै अर्डर राख्न पर्छ नि पुरा मोमेन्टमै चेन्ज गर्नको लागि मिनिङ कि सेल भइरहेको बेलामा ठुलो अर्डर यहाँ बाइको प्लेस गर्यो भने बल्ल चाहिँ नि बाइङ मोमेन्टम आउँछ नि हो जुन जोनमा चाहिँ नि जुन लेभलमा चाहिँ नि त्यो ठुलो अर्डर आएको छ त्यसलाई हामीले भनिन्छ अर्डर ब्लक यो लेख्न किन कोसिस गर्छु मैले आएर न ओबी भनेर सिम्पल छ यानी कि अर्डर ब्लक नाउ मैले डाउन ट्रेन्डको देखाएँ सेम थिङ अप ट्रेन्डमा पनि माथि गइरहेको मार्केटमा चाहिँ नि जब सडनली यो डाउन ट्रेन्डको मुभ आउँछ जुन जोनबाट चाहिँ नि यो सुरु भएको नि यसलाई चाहिँ नि नर्मली हामीले अर्डर ब्लक भनिन्छ कसैले रेजिस्टेन्स जोन भन्छन् कसैले डिमान्ड जोन एनिथिङ यु वान कल इट बट त्यो जोन जुन छ जुनमा चाहिँ नि इन्स्टिट्युसनहरूले चाहिँ नि हेभी अर्डर लोड गर्छन् त्यो जोनलाई हामीले भनिन्छ अर्डर ब्लक नाउ लेट्स फाइन्ड अर्डर ब्लक इन द चार्टमै देखाउनु पर्यो अफ कोर्स बिकज वेल रियालिटीमै देखाउनु पर्यो नि ओके मैले कुन स्ट्रक्चर लिएँ ओके यो लिएँ नाउ मार्केटमा के भएको छ यहाँ वी क्यान सी द्याट द मार्केट इज going down मार्केट तल गएको थियो एक्चुअली मैले पेन टुल युज गर्छु वेट मार्केट चाहिँ तल गइरहेको थियो र यहाँबाट चाहिँ नि सडनली यो जोनबाट चाहिँ नि मार्केट फेरि माथिको लागि पुश भयो मिनिङ कि यहाँ चाहिँ धेरै अर्डरहरू आउन सुरु गर्यो बाइको मिनिङ यो जोन जुन छ यसलाई भनिन्छ हामीले अर्डर ब्लक बुलिश ट्रेन्ड हाम्रो कहाँदेखि सुरु भयो त यहाँबाट सुरु भयो नि यो डिलिङ रेन्जमा है यहाँबाट सुरु भयो नि मिनिङ कि यो बेरिश ट्रेन्डको फाइनल मुभ कुन थियो यही थियो नि हो दिस इज अर्डर ब्लक मार्केट अपसाइडमा गइरहेको थियो र यो फुल मुभले चाहिँ डाउन साइडमा सिफ्ट भयो मिनिङ कि यो हाम्रो भयो अर्डर ब्लकमा फर्केर मार्केट गएको छ अर्डर ब्लकमा फर्केर मार्केट गएको छ र त्यहाँदेखि फेरि हाम्रो अर्को रियाक्सन आएको छ दिस इज अ अर्डर ब्लक द्याट इज अर्डर ब्लकको लेसनमा चाहिँ नि यति नै छ देयर इज नट मच टु टक अबाउट अर्डर ब्लक अनि अर्डर ब्लकको बारेमा त्यस्तो धेरै कुराहरू छैन इट इज सिम्पली द्याट I'll see in the next lesson which is AMD model so we'll finally be talking about where the entries fully form see in the next lesson which is AMD